गुड मर्निङ, शुभ प्रभात साथीहरू। बिहानीको चिसो मौसममा त्यो मुहान पोखरीको झरनाबाट म अहिले तपाईहरुलाई झरनाको आवाज र यो वातावरण प्रकृतिसँग म आफै रमाउँदैछु। हेर्नु त कति आनन्द आउँछ यसरी प्रकृतिसँग रमाउँदै बिहान यसरी झरना अगाडि उभिँदा आफूलाई कति आनन्द आउँछ। त्यो दिनभरिको थकान तनाव टेन्सनलाई बिर्सेर भए पनि म एकछिन यस्तो प्रकृतिसँग रमाउने गर्छु। यो भनेको हामीलाई प्रकृतिले निःशुल्क दिएको हो, त्यसैले हामीले यसको सदुपयोग गर्नुपर्छ। यो सहरभन्दा कोलाहल यस्तो ठाउँमा आउँदाखेरि मेरो शरीर त्यतिकै तन्दुरुस्ती हुन जान्छ। र आज म यसरी नै बिहान यो मुहान पोखरी झरना नजिक म आउँदैछु। म छु